नमस्कार। आज हामी कक्षा 1 को नेपाली किताबको ढुकुर र कमिलो भन्ने शीर्षकको कथा पढ्दै छौं। ल हेर्नुस् त यहाँ। एक दिन एउटा कमिलालाई खोलाले बगायो। यो कुरा एउटा ढुकुरले देख्यो। ढुकुर उडेर गयो। ढुकुरले एउटा पात ल्यायो। त्यसले त्यो पात पानीमा खसाल्यो। कमिलो पातमा चढ्यो। ढुकुरले पात चुच्चाले च्याप्यो। ढुकुरले त्यो पात खोला बाहिर ल्यायो। अर्को दिन एउटा शिकारी आयो। शिकारीले ढुकुरलाई बन्दुकले हान्न लाग्यो। ला हेर त, यो कुरा कमिलाले देख्यो। कमिलाले शिकारीलाई टोक्यो। ल्याएर त कमिलाले शिकारीलाई टोकिदिएछ। शिकारीको हातबाट बन्दुक खस्यो। ढुकुर भुर्र उड्यो। शिकारी जिल्ल पर्यो। देख्यौ त, अर्को दिन पढाउँला। धन्यवाद है त। ज्ञानी बाबु नानीलाई सब्स्क्राइब लाइक गरिदिनु होला। धन्यवाद। हेर त, आज हामीले कमिला र ढुकुरको कथा पनि पढ्यौं। धन्यवाद। तपाईहरु पनि पढ्नुस् है।